नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानल यौन ज्ञानमा। आजको कथा अरू दिनको कथा भन्दा अलिक फरक छ। आज हामी तपाईमाझ एउटा यस्तो कथा लिएर आएका छौं जुन कथा हाम्रो वरिपरि समाजमा घटिरहेको एउटा महत्त्वपूर्ण घटनाहरू मध्ये एक हो। विगत केही समयदेखि नेपालमा सम्बन्ध विच्छेद डिभोर्सका केसहरू बढिरहेको छ। आखिर किन सम्बन्ध लामो समयसम्म टिकिरहेको छैन? कुनै चर्चित अनुहार होस् या सामान्य व्यक्ति होस्, सबैको हकमा यो समस्या तीव्रता पाएको छ। सै विषयमा आजको कथा लिएर आएका छौं। कृपया अन्तिमसम्म हेरेर वा सुनेर साथ दिनुहोला। आउनुहोस् आजको कथातर्फ लागौं। तर कथा सुरु गर्नुभन्दा पहिले म तपाईलाई एक आग्रह गर्न चाहन्छु। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीलाई माया देखाइदिनु आएला। नेपालको समाजमा विवाहलाई मात्र नभई विवाहपछि आइपर्ने समस्यालाई पनि परिवारले ठूलो महत्त्व दिन्छ। तर जब एक जोडी सँगै बस्न सक्दैन तब समाज उनीहरूलाई नराम्रो दृष्टिकोणले हेर्छ। यो कथा मेरो जीवनमा घटेको वास्तविक घटनामा आधारित छ। म एक साधारण नेपाली केटी जसले साँचो माया गरेर विवाह गरिन्, तर अन्ततः सम्बन्ध विच्छेदसम्म पुग्नु पर्यो। किन? कसरी? आज म तपाईलाई मेरो कथा सुनाउँदैछु। मेरो नाम समीक्षा हो। म काठमाडौँमा जन्मे हुर्किए। मध्यमवर्गीय परिवार, सानो तर खुसी घर। बुबा शिक्षक हुनुहुन्थ्यो, आमा गृहिणी। हामी दुई दिदी बहिनी थियौं। हाम्रो परिवार शिक्षित भए पनि परम्परागत सोच राख्थ्यो। म बीबीएस सकाएर जागिर खोज्दै थिएँ। त्यही बेला मेरो जीवनमा प्रवेश गर्यो नरेन। ऊ मेरो कलेजको सिनियर थियो। हामी पहिलो पटक सामाजिक सञ्जाल फेसबुक मार्फत परिचित भयौं। सुरुमा सामान्य कुराकानीबाट सुरु भएको हाम्रो मित्रता बिस्तारै प्रेममा परिणत भयो। नरेन निकै सहयोगी, बौद्धिक र आकर्षक स्वभावको थियो। ऊ मलाई हरेक कुरामा सघाउँथ्यो, सधैँ मुस्कुराइरहन्थ्यो र मेरो सानो सानो कुरालाई पनि महत्त्व दिन्थ्यो। म उसको यही गुणमा आकर्षित भएँ। हामीले 2 वर्ष प्रेम सम्बन्धमा बितायौं। यी 2 वर्ष जीवनकै सबैभन्दा राम्रा पल थिए। हामी घुम्न गयौं, भविष्यका सपना बुन्दै थियौं। नरेनले मलाई सधैँ आश्वासन दिन्थ्यो, हाम्रो विवाहपछि पनि हामी यत्तिकै खुसी हुनेछौं। तर जिन्दगी चलचित्र जस्तो हुँदैन रहेछ। हाम्रो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने बेला आयो। परिवारलाई हाम्रो सम्बन्धबारे बताएपछि केही कठिनाइहरू आए। मेरो परिवारले त खासै विरोध गरेन, तर नरेनको परिवारले भने मलाई नराम्रो जातको भनेर अस्वीकार गर्न खोजे। तर नरेनले आफ्नो परिवारलाई धेरै सम्झायो। अन्ततः परिवारले हामीलाई स्वीकार गर्यो र हामी विवाह बन्धनमा बाँध्यौं। भव्य तर परम्परागत तरिकाले हाम्रो विवाह सम्पन्न भयो। म एकदमै खुसी थिएँ। सुरुका दिनहरू साँच्चीकै रमाइला थिए। घरका मान्छेहरू नयाँ बुहारी आएकोमा खुसी देखिन्थे। म पनि परिवारलाई खुसी राख्न हरसम्भव प्रयास गर्थे। तर विवाहपछि केही समयमै वास्तविकता बिस्तारै प्रष्ट हुँदै गयो। विवाहको पहिलो वर्ष राम्रो बित्यो। तर दोस्रो वर्षदेखि समस्याहरू सुरु भए। मेरो ससुरा सासू निकै परम्परागत थिए। उनीहरूको दिमागमा बुहारी भनेको घरमा मात्र बस्ने, खाना पकाउने, परिवारका सदस्यहरूको सेवा गर्ने मान्छे हो भन्ने सोच थियो। मेरो जागिरप्रतिको चाहना उनीहरूलाई मन परेन। बुहारीलाई काम गर्नु पर्दैन, घर सम्हाल्नु पर्छ भन्ने उनीहरूको अडान थियो। तर मैले त सानैदेखि जागिर गर्ने, आत्मनिर्भर बन्ने सपना देखेकी थिएँ। म आफ्ना सपनाहरू मार्न चाहन्नथे। नरेनले सुरुमा मलाई समर्थन गर्यो, तर बिस्तारै ऊ आफ्नो परिवारको पक्षमा जान थाल्यो। आमा बुबाको कुरा सुन्नुपर्छ भन्दै ऊ मलाई सम्झाउने गर्थ्यो। हामी बीच झगडा सुरु हुन थाल्यो। सम्बन्ध बिस्तारै कमजोर हुँदै गयो। हाम्रो झगडाका मुख्य कारणहरू यस्ता थिए। सासू आमाले सधैँ नरेनलाई मेरो विरुद्ध भड्काइरहन्थे।
उनीहरूले मलाई घर सम्हाल्न नसक्ने, असल बुहारी बन्न नसकेको आरोप लगाउँथे। नरेन बिस्तारै उनीहरूको कुरा मान्न थाल्यो। विवाहपछि ऊ पहिलेको जस्तो रहेन। ऊ बिस्तारै टाढिँदै गयो। कहिलेकाहीँ फोनमा नै रमाइरहन्थ्यो, घर आउन ढिलो गर्थ्यो। म सोध्दा रिसाउँथ्यो। उसले अब मलाई समय दिन छोडिसकेको थियो। हाम्रो संवाद लगभग बन्द जस्तै भयो। सँगै बस्दा पनि मन मिल्न छोड्यो। विवाहको 2 वर्षसम्म सन्तान नभएपछि परिवारले मलाई दोष दिन थाले। बुहारी बाजी पो हो कि भन्दै मेरो सासूले तन्त्र मन्त्र गर्न थालिन्। जबकि डाक्टरका अनुसार दुवैजनामा समस्या थिएन, तर सारा दोष ममाथि मात्र थोपर्ने गरिन्थ्यो। नरेनको व्यवसायमा हानि भयो। परिवारले मेरो जागिर गर्न नदिएकाले म आर्थिक रूपमा सहयोग गर्न सक्दिनथे। यही कारणले गर्दा घरमा झन् तनाव बढ्न थाल्यो। 3 वर्ष विवाहमा सङ्घर्ष गरेपछि मैले अन्ततः एउटा गम्भीर निर्णय लिएँ, डिभोर्स। नरेनले मलाई अब माया गर्दैनथ्यो, न त सम्मान नै। हाम्रो सम्बन्ध अब केवल नाम मात्रको थियो। ससुरालीमा म मानसिक रूपमा, शारीरिक रूपमा थकित भइसकेकी थिएँ। मैले कानुनी रूपमा सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेँ। नेपालको मुलुकी देवानी संहिता 2074 अनुसार निम्न आधारमा सम्बन्ध विच्छेद गर्न सकिन्छ। अत्यधिक मानसिक वा शारीरिक यातना, पति वा पत्नीको बेवफाइ, सन्तान जन्माउन नसक्ने स्थिति, लामो समय अलग बस्नु, जबरजस्ती विवाह। मैले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएँ। नरेन सुरुमा तयार भएन। समाजको डर थियो, तर अन्ततः ऊ पनि सहमत भयो। 6 महिना अदालतको प्रक्रियापछि हामी कानुनी रूपमा अलग भयौं। आजकल नेपालमा डिभोर्सको संख्या किन बढ्दैछ? महिलाहरूको आत्मनिर्भरता, उनीहरू अब अन्याय सहेर बस्दैनन्। सासू ससुराको हस्तक्षेप, धेरै विवाहहरूमा परिवारकै कारण झगडा हुन्छ। आर्थिक समस्या, पैसाका कारण दाम्पत्य जीवनमा तनाव आउँछ। विश्वासघात, मोबाइल, सामाजिक सञ्जालका कारण बेवफाइ बढेको छ। मानसिक असहिष्णुता, आजकल दुवै पक्षमा सहनशीलता कम। आजको कथामा हामीले सकेसम्म सबै कुरालाई समेटिएका छौं। यदि तपाईलाई कथा मन पर्यो भने एक लाइक गर्नुहोला। हामी फेरि अर्को एउटा नयाँ कथा लिएर आउने छौं। Content presented in this video is purely fictional and created for entertainment purposes only. Additionally, the content is not meant to offend, defame, or cause harm to any individual, group, or community. Viewer discretion is advised, and we encourage audiences to interpret the content in the spirit of storytelling and entertainment. Thank you for watching and supporting our content.